हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी यो झापा जिल्लाको सन्सरेमा स्थित अर्जुनधारा मन्दिरमा आएका छौँ। यहाँ पर्यटन एकदमै पर्यटकहरूको आकर्षण गर्ने स्थल रहेको छ। यहाँ चाहिँ अब यो कालीनाग यहाँ तपाईँहरू दृश्यमा देख्न सक्नुहुन्छ। यहाँ पर चाहिँ धेरै यहाँ आउन पर्यटक धेरै रुचाउने भएकाले यहाँ चाहिँ एउटा आज हामी पनि गएका छौँ। यहाँ पर्यटक दिदीहरू पनि यहाँभित्र पस्नु भएको छ। मलाई चाहिँ लाग्थ्यो यहाँ त डुबिन्छ जस्तो लागेको थियो, तर नडुबिने रहेछ यहाँ चाहिँ। अनि यहाँ दिदीहरू जानुभएको छ। यता चाहिँ यो यहाँ चाहिँ अलिक यहाँको मान्छे फोहोर रहेछ। यहाँ माछाहरू पनि छैन। तपाईँहरूलाई यहाँ हेर्नुहोस्, यहाँ शिवलिङ्गहरू धेरै छन्। यहाँ यस्तो एकदमै मनोरम दृश्य भएको यो पर्यटक स्थलमा धेरै मानिसहरू घुम्न आउने गरेका छन्। यो झापा जिल्लाकै पर्यटक स्थलहरूमा एक आउँदछ यो। र तपाईँहरू यहाँ दृश्यमा हेर्न सक्नुहुन्छ, यो चाहिँ मन्दिर। परेवाहरू पनि देख्न सक्नुहुन्छ तपाईँ दृश्यमा। यो चाहिँ यहाँ मेन मन्दिर हो। यो म नि फर्स्ट टाइम गएको हो। यहाँ एकदमै रमाइलो लागेको छ। हजुरहरू पनि घुम्न आउनु होला। यहाँ हेर्नुहोस्, माछाहरू तालमा तैरिरहेको अवस्था देख्न सक्नुहुन्छ। अब यता यो मन्दिरको पछाडिपट्टिको भाग हो। हेर्नुहोस् तपाईँहरू। अब यहाँ चाहिँ धेरै पर्यटकहरू आउन रुचाउने भएकाले यहाँ चाहिँ एकदमै राम्रो पर्यटक स्थलको रूपमा मानिन्छ। यहाँ चाहिँ हामी धेरै आएका छौँ। आज साथीहरू धेरै मिलेर आएको छौँ। म उहाँहरूलाई पनि अर्को पार्ट 2 मा देखाउने छु हामी कसरी घुम्यौँ भनेर। हेर्नुहोस् अब यहाँ चाहिँ दृश्य कति राम्रो छ, अत्यन्त राम्रो।